हेलो एभ्रिवान नमस्ते यहाँहरू सबैजनालाई प्रिन्स क्रिएसन युट्युब च्यानलमा यहाँहरू सबैजनालाई स्वागत छ। आज चाहिँ म तपाईँलाई कन्काई नगरपालिका 2 मा रहेको जामनखाडीको पार्कको दृश्य देखाउनको लागि म लिएर गइरहेको छु। विगतमा हामी बिर्तामोडदेखि साइकलमै गइन्थ्यौँ यहाँनिर घुम्नको लागि। त्यति बेला चाहिँ 15 रुपियाँ मात्र थियो टिकट र यति मजाले व्यवस्थित भइसकेको पनि थिएन। त्यति बेला भर्खर सुरुवाती चरणमै थियो र अहिले चाहिँ एकदम बवाल दामी भएको रहेछ यहाँनिर यो पार्क। यहाँनिर चाहिँ जोडाहरू चाहिँ बवाल हुँदो रहेछ। जोडाहरू चाहिँ मैले प्राय धेरै देखेँ यहाँनिर। अरू अलिकति सुनसानै छ आज, सायद आज वेडनेसडे भएर होला सुनसान छ, तर एकदम साइलेन्ट ठाउँ, बवाल दामी ठाउँ छ। ल तपाईँहरू फुर्सदको समयमा यसो माइन्ड फ्रेस बनाउनको लागि आउनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदम आउनको लागि एकदम बवाल दामी ठाउँ हो। त्यही भएर एकचोटि यहाँलाई म घुम्न आउन अनुरोध गर्न चाहन्छु। अहिले त जस पहिलाको भन्दा धेरै व्यवस्थित र धेरै फराकिलो र बवाल दामी रहेछ क्या। साइडमा भयो यो बोटिङ गर्नको लागि यो ताल भनौँ न, पोखरीहरू पनि ठुल्ठुलो रहेछ। अर्को साइड उता इन्ट्रान्सको गेटको छेउमा पनि रहेछ एउटा यो चाहिँ पहिल्यै थियो, उताको चाहिँ पहिला थिएन जस्तो लाग्छ मलाई। जस एकदम बवाल दामी, पिकनिक सिकनिक खान आउनको लागि पनि बवाल दामी। पहिला पनि थियो चिडियाघरहरू, अहिले पनि रहेछ। अहिले त बाघ अलिक ठुलो भएको जस चिडियाघरहरू पनि टक 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 यस मजाले रहेछ, दामी छ। हुन्छ यस तपाईँहरू पनि समय मिल्दाखेरि चितुवा हो यो म अनुरोध गर्न चाहन्छु। दामी बाघ बवाल टाइम पास हुन्छ। म चाहिँ आज स्पेसली आमासँग आएको थिएँ। आमाको यहाँ गाउँको आफन्तहरू पनि भेटघाट भयो, त्यही भएर हामी एकछिन गफ गर्नलाई भित्र नघुमिकन बाहिर निस्किँदैछौँ। भित्र अहिले आएर घुम्ने फेरि त्यस पछाडि बाहिर घुमियो, आफन्तहरूसँग गफ गरियो, खाजा पानी खाइयो, चियानास्ता खाइयो र आफन्तलाई बिदाई गरियो। उहाँहरू घर फर्किनु भयो र आमा र म चाहिँ फेरि घुम्नको लागि भनेर फेरि भित्र आइएको छ। ब्याकग्राउन्डमा बवाल दामी पोखरीको दृश्यहरू देखिराखेको छ, आसपासमा पनि एकदम दामी छ। अनि आमालाई सट्ट लिएर घुमियो। आमाको पनि घरमा बस्दै अलिकति बोरिङ भएको थियो होला। आमाको पनि मोड फ्रेस हुने एउटा अवसर भयो र टक्कसँगले आमालाई लिएर सबै जामनखाडीको पार्क परिक्रमा गरेर चाहिँ म टक्क बेलुकीतिर घर फर्केँ। बवाल दामी छ, जलिङ्गे पुल पुरै समुद्र माथि नै जस्तो देखिन्छ। यहाँ हेरौँ त लु, यत्र
जनालाई